हेर्नुहोस् यता यिनीहरूको हजुरआमाले खेला राख्नुभएको छ। मेरो छोराको च्यानलमा घन्टी टिनी बजाइदिनु होला। यो राख्न छुट्या रहेछ, भुइँमा लतारिरहेको थियो। हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भ्लग। होप तपाईँहरू सन्चै हुन्छ होला। म पनि यता सन्चै छु। कुकुरहरूलाई माथि लग्नु छ, लगौँ है त। यता हाम्री जुलीले चाहिँ लगभग 10 दिन अगाडि चाहिँ बच्चा पाएकी छे। आज देखाएँ मैले। हेर्नुहोस् यता यिनीहरूको हजुरआमाले खेला राख्नुभएको छ। यो जुली नानी अनि यिनी बच्चा बच्चीहरू यी यस्तो खालको। अब चाहिँ यिनीहरूलाई तल लग्नु पर्यो। अब जुली पनि कराउँदिने एकछिन ल। अब चाहिँ हामीहरू तोरी पेलाउनु जान लाग्यो, मम्मी र म। यो डब्बा यता ल्याइसक्नु भएको छ साइकलमा। जानु पर्यो हेलमेट छैन, यस्तो साइकलमा खेलाउने हो, नत्र माउन्ट भएको टक्कसँगले लगाउनु हुन्थ्यो। राम्रोसित पुरै गएको देखाउनु हुन्थ्यो, तर छैन केही सामान पनि। यतिको मात्र गराउनु परिरहेछ। ए ब्रेक पनि यस्तो छ कि हिजो बनाएको पुरै टाइट छ कि झ्याप्पै लाग्छ। यता गइरहेको छु यस्तो मुखीबाट। यस्तो मजा आउँछ आउनु त, तर अड्डाउने भएन क्या। मोबाइल हातले समाइरहेको छु, अलि पछि किन्नु पर्ला। अब यस्तो साइकलमा के किन्ने हो र? यो साइकल लगिरहेको छ। अहिले त बड्डो साइकल हो। म चाहिँ अहिले मिल पुगिसकेँ। अब मम्मी आउँदै हुनुहुन्छ, मम्मी अझै पुग्नु भएको छैन। ए मिल चाहिँ यो आइ त पुगेँ। अब मम्मी कति बेला हुन्छ, हिँड्दै आउनुहुन्छ मम्मी। मम्मी चाहिँ आइपुग्नु भयो, अब निकाल्दै हुनुहुन्छ। यस्तो एकछिन सरर घुम्न जानु पऱ्यो अब साइकलमा टक्कसँगले। मजा आउँछ पनि। यो राख्न छुट्या रहेछ, भुइँमा लतारिरहेको थियो। जामै त ओ खस्यो। मनोकामना थाहा छैन। बल्ल त आज यता घुमिरहेको छु। मलाई त कहीँ थाहै छैन यार, कता घर आउँछु कि भन्ने कुरो। भयो यहीँबाट फर्किदिन्छु म त, मलाई डर लाग्यो अहिले। हल्का पावर लाउनुपर्छ कि यो साइकलमा। एउटा हातले समातेर मोबाइल भिडियो गरिरहेको छु। भिडियो पनि यस्तै गरिराख्नु पऱ्यो है। कताबाट घुम्ने? यहीँबाट गइदिन्छु बाल। मलाई बाल म यहीँबाट घुमिदिन्छु। उतातिर जाने। स्वागत छ तपाईँहरूलाई मेरो च्यानलमा। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो छोरालाई। मेरो छोराको च्यानलमा घन्टी टिनी बजाइदिनु होला। घन्टीमा भोट हाल्नुले सब्सक्राइब गरिदिनु होला। कति समयपछि बल्ल पाली आएको छ गाइज, बल्ल पाली आएको छ। हेर्न सक्नुहुन्छ। यत्रो बेर कुरिम बल्ल 3 घन्टापछि पाली आयो कि 3 घन्टापछि। 11 बजे आएको थियो। 11, 12, 1, 2 बजिसकेको छ। लगभग 2:30 बजिसक्यो। बल्ल पाली आयो। पेलाउँदै हुनुहुन्छ मम्मी। म बाहिर बसेको छु, भित्र लास्टै गर्मी छ, त्यही भएर। अब चाहिँ घर जान लागेको। भ्याइयो काम यहाँको मिलतिरको। अब मजाले घर जाने हो। सर बराबर आयो, बराबर। कतिवटा भयो? 1, 2, 3, 4, 5, 6 भयो। हाफ प्लेट। चाहिँ म यो स्केच फ्रेम गराउन जाँदैछु।
फ्रेम पसलमा फोटो पसलमा धेरै दिन भयो नि त ड्रइङ गराएको तर हाल्न पाइरहेको थिएन अन्त गइरहेको छु एक्लै कोही छैन अहिले चाहिँ A5 साइज हो क्या अरे अब कुन लाग्छ बनाउनु पर्छ र फ्रेम चाहिँ मैले हालिसकेको छु अब घरै गएर देखाउँछु कस्तो छ कस्तो देखिन्छ घाम आउँदैन कि यताबाट कालो आउँछ त्यही भएर यस्तो फर्केको यस्तो भयो घर गएर देखाउँछ निकाल्न लगाएको छु यस्तो खालको छ लागेको रहेछ गाउँ एउटा सिधा आजको ब्लग यति नै सबैलाई बाई बाई